अनि खास फाइनली हेलो गाइज वेलकम टु माई एनदर भ्लग। आशा छ कि तपाईँहरू पनि सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। अनि त्यसपछि आज चाहिँ मैले भ्लग स्टार्ट गरेकी छु। आज चाहिँ छठ पनि हो अनि धेरै टाढाबाट मामबाजे आउनु भएको छ मेरो चाहिँ घरमा। अनि त्यसपछि मम्मी ड्याडी दिदी दाइ सबै फ्यामिली चाहिँ मामबाजेलाई अब टाढाबाट आउनु भएपछि अभियसली अलिकति खुसी दिनु पऱ्यो, अलिकति मायाहरू अब जे भयो नि बुझिहाल्नुहुन्छ। सो त्यो त दिनै परिहाल्यो। अनि यसो अब छठ पर्व अब मेला पनि हुन्छ भन्ने सुनेर चाहिँ अनि त्यहाँ दिदीहरू अब अरू फ्यामिली सबै चाहिँ गएका छन् घुम्न घुमाउन जे भने पनि। सो म चाहिँ गइनँ किनकि मलाई जान मन थिएन होइन, जान सक्थ्यो बट म जानु चाहिनँ त्यही ठाउँमा कति जानु भनेर पनि। अनि सो म एक्लै छु रुमभरि नै। बट मेरो भाइ छ स्कुलमा छ, सो आउँदैछ अहिले कति भयो होला 4:20 समथिङमा आउँछ। अब हेरौँ कहिले आउँछ ऊ चाहिँ, तबसम्म हामी चाहिँ सिङ्गाफ गरौँ। अब तपाईँहरूले कसरी मनाउँछ आई डोन्ट नो। अब हामीले मनाउँदैन सो हामी तामाङ होस् बट अरूले त मनाउँछ नि। अस्ति मैले बनाएको भ्लग चाहिँ कपिराइट भएछ, मैले त्यो एउटा सङ राखेको भएर। बट इट्स ओके, म न्यू बनाउँदै जान्छु होइन। तर त्यो भ्लग चाहिँ मैले डिलिट गरेँ। सो सरी गाइज बिकज त्यहाँ फोन गर्नुभएको रहेछ, दिदीले भिडियो कल गर्नुभएको थियो। अनि त्यसपछि भाइ घर आयो कि आएन अरे। अब 20मा आउनुपर्ने 4:34 भइसक्यो, घरमै आउँदैन। अनि बाहिर यसो हेर्न गएको, त्यहाँ बस स्टपसम्म ऊ बसमा आउँछ, अनि बस स्टपसम्म हेर्न गएको छैन। अनि त्यहाँ एउटा बहिनीलाई सोधेको सलिन देख्यो भनेर, अनि छैन ऊ त तलतिर जाँदै थियो अरे। अनि सायद अब उसको मम्मी मतलब मेरो दिदी कमल विनायकमा जानुभएको थियो, अनि सो मम्मीसँगै गयो होला भनेको। अनि दिदीले मलाई फोन गर्नुभएको छ, अनि मैले नि दिदीलाई फोन गरेर आएको छैन भनेको, तलै आउँदैछ अरे एउटा बहिनीले भनेको। अनि दिदीले त्यसो भए म फर्किन्छु भनेको थियो। अनि फर्किँदाखेरि अब दुईजना चाहिँ भेटेछ बाटोमै, अनि दिदीले मलाई कल गर्न भेट्यो भन्यो। सो अब चाहिँ ठिक भयो, नत्र म आएर अब लुगा पनि फेरि अब चाहिँ हाम्रो घर सफा गर्नुपर्ने हुन्छ। हाम्रो घरको हालत चाहिँ यस्तो 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 अब अघि दिदीहरूले लुगा फेरि लाउँदाखेरि खोल्दै अब दिनभरि यस्तो यस्तो भएर चाहिँ अलिकति फोहोर नै भयो। र अब चाहिँ मैले थोरै काम गर्नुपर्ने हुन्छ किनकि घरमा कोही नभएपछि गर्नु त पर्यो। भाँडाको यति धेरै डङ्गुर छ। अब बाजेमा अहिले पछि आउनुहुन्छ फेरि, अनि त्यो बेलामा यत्रो भाँडा देख्दा त आमा यो घर बसेर गरेन भनेर गाली सुन्नुभन्दा त पहिले गरेको राम्रो हुने हो कि होइन। ल कमेन्ट डाउन बिलो। कसले चाहिँ घरमा कोही नहुँदा आफै काम गर्नुहुन्छ है। अनि हाम्रो चाहिँ भाडा यति धेरै भएको छ। सो 1 2 सो अब चाहिँ म थोरै यो कामहरू गरेर आई विल कम ब्याक हुने नै छु। अब यति धेरै भाडा भएपछि त अभियसली धुनु पर्यो। अब म माझ्ने वालामा छु है। यस्तो छ कि हाम्रोमा चाहिँ यता अब माझ्नु पर्ने छ मैले। फाइनली भाँडा धोएर सकेँ। अब चाहिँ घप्ट्याउनु पर्ने हुन्छ। लेट्स
अब चाहिँ घुट्याउनु पर्ने छ मैले। ओके बाई, भाडा मिलाएपछि हामी फेरि भेटौँला। फाइनली कम्प्लिट गरेँ मैले 2 बाटा भाडा दिनलाई। अब चाहिँ अब के गर्ने, खास तपाईँहरूलाई अब यो भ्लग हेर्दा चाहिँ अलिकति बोरिङ हुनसक्छ, किनकि मैले खासै अब म घुम्न गइनँ, प्र्याङ्क पनि होइन, रमाइलो त हुँदैन होला, बट मैले घरमा के गरेँ भन्ने टाइपको एउटा चाहिँ भ्लग बनाएँ मैले। त्यही पनि म सायद बनाउँदिनँ थियो होला, बट मेरो एउटा फ्रेन्डले चाहिँ मलाई रिक्वेस्ट गरेको थियो कि भ्लग बनाऊ न प्लिज, अनि मैले चाहिँ उसको लागि भए पनि बनाएँ। अब खासै रमाइलो नभए पनि मैले घरमा के गरेँ, कस्तो गर्छु भन्ने टाइपको चाहिँ भ्लग बनाएको छु। जे भए पनि मनदेखि हेर्नु होला, फुल भिडियो हेर्नु होला भन्न चाहन्छु। अब खासै गर्नुपर्ने त मैले केही छैन, अब त्यही भाँडा चाहिँ थियो, अब धुनुपर्ने धोएँ। अब के गर्नु, यो यस्तो हालत छ, त्योहरू सफा गर्नुपर्ने हुन्छ, बट अहिले एकैछिनमा गरौँला। अब चाहिँ मेरो चार्ज पनि अलिक कम भएको जस्तो मलाई लाग्दै हो, सो अब चार्ज पनि गर्नु पर्ला। आज मैले बिहानदेखि के हो यो मुख नि त्यो राम्रोसँग नगरेको जस्तो छ, बसेको इसोके नर्मली म त्यस्तो मेकअप गर्दिनँ नि त। अनि मेरो मोबाइल पनि आइफोन होइन, आइफोन नभएकोहरूको चाहिँ अलि नराम्रै आउँछ, सो त्यस्तै हो। अब जस्तो फेस त्यस्तै देखाएको हो मैले, बट सबैले धेरै जसोले चाहिँ मलाई सोध्ने गर्छ कि तपाईँले यो चाहिँ मतलब त्यो मेकअप गरेको हो कि यसमा कसरी यस्तो बाक्लो भयो समथिङ समथिङ, बट यो चाहिँ मेकअप होइन, एन्ड देन केही होइन, नर्मली चाहिँ मेरो यस्तै छ, बट म त्यो चाहिँ गर्छु, बट नर्मली नै मेरो यस्तै छ। त्यो केही डार्क बनाउनलाई त्यो चाहिँ म लगाउँदिनँ, सो मैले मेकअप पनि गरेको छैन। प्रोग्रामको दिन अथवा केही भयो भने चाहिँ म मेकअप गर्छु, बट अहिले गराएन। अब घर बस्दा कसले गर्छ होला होइन, त्यो पनि अब रात पर्न आइसक्यो। अनि अब यति हो आजको मेरो चाहिँ, मैले के गरेँ समथिङ समथिङ, अब यस्तै गरेँ। फुल भिडियो हेर्नु होला, अनि कमेन्ट गर्नु होला कि अब नेक्स्ट टाइम चाहिँ म कस्तो प्र्याङ्क बनाऊँ कि मुकबाङ बनाएको मनपर्छ कि हजुरहरूलाई नेचुरली भ्लग मनपर्छ कि बाहिर कतै घुम्न गएको वाला भ्लग समथिङ समथिङ, के कस्तो चाहिँ मलाई हुन्छ, सुट हुन्छ, या तपाईँहरूलाई मनपर्छ, कमेन्ट डाउन बिलो। ओके बाई, सी यू।